नमस्कार, हामी नुवाकोटको बिदुरमा रहेको फार्म हाउसमा जाँदैछौँ। हामी अहिले लगभग 4 घण्टाको ट्राभल पछाडि हामी यहाँ आइपुगेका छौँ। यो हो नुवाकोट बिदुरमा रहेको द फार्म हाउस। यहाँ चाहिँ हामी साँझमा मात्रै आइपुगेका छौँ। आज 26 नोभेम्बर 2024 तारिकमा हामी यहाँ ट्राभल गरिरहेका छौँ। यहाँ हाम्रो पारिवारिक घुमघाम रिफ्रेसमेन्टको लागि हामी आएका छौँ र म यहाँ रहेको यो साँझ पखको केही फोटोहरू भिडियोहरू कैद गर्न गइरहेको छु। यहाँको यो साँझ पखको भिडियोमा यसो हेर्दै जाँदाखेरि निकै नै मेहनतको साथ काठहरू राम्रोसँग प्रयोग गरिएको देखिएको छ। झाल ढोकाहरू र यहाँ तीनवटा ठुल्ठुलो घरहरू देखिन्छ। तर एकदमै फुलहरूले एकदमै मजाले सजावट गरेको पनि देखिन्छ। धेरै नै यहाँ मेहनत र लगानी भएको जस्तो देखिन्छ यहाँनिर। अब हाम्रो ग्यादरिङ सुरु हुन आँटेको छ। अब एकछिन हामी ग्यादरिङ गर्छौँ, क्याम्पफायर गर्छौँ, खानसाना खान्छौँ, त्यसपछि सुत्छौँ। दाजु कस्तो फिल भइरहेछ? नुवाकोट त फेमस फार्म हाउस, एकदम फेमस हाउस। अब भोलि बिहान चाहिँ हेर्नु पर्ला राम्ररी। अहिले कस्तो फिल भइरहेछ? अहिले चाहिँ एकदम फ्रेस माइन्ड, इन्जोय फिल गर्नु भएको छ नि? इन्जोयबल। यो मुनि हेर्दा त हाम्रो खानपान जस्तो लाग्छ हो। नाना हल्का कन्फ्युजन हुँदैछ यहाँनिर। खानेकुरा पो दिनु भयो भने इन्टरभ्यु दामी छ पप्पा। इन्टरभ्यु हजुरलाई कस्तो लागिरहेछ? थोरै बोल्दिनु होला। एकदम राम्रो अरे तपाईँ चाहिँ हाँस्ने मात्रै कि बोल्ने पनि हो? हाम्रो पदामा अङ्कलले मिस गर्नुभयो। कस्तो लाग्दैछ? एकदम राम्रो। तपाईँ आउट अफ साह्रै मिस भयो यार काका यार। कस्तो फिल भइरहेछ? ठिकै छ दाइ, ठिक छ हैन? रमाइलो छ। ओके भोलि मजा देख्छ भ्यू। ओके। अहिले अलिक अँध्यारो भएर होला। नाइटको पनि एउटा हुन्छ नि त। बौला त आउँदा नि बौलामा बियर नखानु पर्ला अलिकति मामा हाँसेको ठिक छ। लेमन ग्रास पिरीमा पिरे घाँसेमा खमाउ न। अरे बिरमा कति पाउँछ न है यो पिरे घाँस नि? खै यहाँ चाहिँ त्यही हो नि न? के घाँस अरे? लेमन ग्रास, पिरे घाँस त्यो यत्रो हुँदैन। हजुर, अहिले हामी बेडरुममा आइसकेका छौँ। बेलुकाको लगभग हाम्रो कार्यक्रमहरू सबै सिद्धिएको छ। फोटो भिडियो बनाउनेदेखि लिएर ग्यादरिङ रमाइलो क्याम्पफायर सबै सिद्ध्यायौँ। खानसाना खाएर हामी बेडरुममा आएका छौँ। सन्जु यहाँ मोबाइल चलाउँदैछ र बेडरुम चाहिँ यसरी तयार गरिएको रहेछ। यहाँ चाहिँ धेरै काठलाई नै प्रयोग गरेको देखिन्छ। सम्भवतः त्यसलाई आँखीझ्याल भन्छ क्या हो। यहाँ यस्तो छ, राम्रै छ, राम्रो लाग्यो। तपाईँहरू पनि आउनु होला। यो हाम्रो बेडरुम हो। अब हामी सुत्छौँ र भोलि बिहान उठेर फेरि अर्को कार्यक्रम सुरु हुनेछ। हस्, नमस्कार, बाई बाई, गुड नाइट। भोलि बिहानै फेरि हाम्रो अर्को कार्यक्रम सुरु हुनेछ। धन्यवाद।
के गरेछ त्यहाँ माथि विवेक यहाँ मुख्य चाहिँ फुलले नै निकै लोभ्याउने रहेछ धेरै प्रकारका धेरै थरी फुलहरू घरलाई सजाउनको निम्ति निकै राम्रैसँगले प्रयोग गरेको देखिन्छ सन्जु माथि बारदलीमा बाल्कनीमा यस्तो छ उतापट्टिबाट यस्तो छ फुलको जङ्गलमा बसिरहेछ माथिपट्टि नाना मान्दै गफमा व्यस्त हुन्छ बाल्कनीमा यो दृश्यमा हिजो साँझको भन्दा केही फरक देखिएको छ अहिले घामको उज्यालो छ हल्का चिसो मौसम यहाँको वातावरण यहाँको फुल निकै आनन्दित पनि बनाएको छ राम्रो देखिया छ हल्का चिसो घाम लागेको छ बिहानको यहाँ भोग्जेदी सबै घरमा सन्जु माथि चढेर घुमेर पुरै रिसर्च गरेर झरिसक्यो Oh, so you were in Brunei? Yeah. Oh, that's nice. Some party? Yeah. यो चाहिँ यहाँको किचन है किचन यहाँ सन्जु चाहिँ चुवाको फुल टिप्दैछ है नाना मोबाइलमा बिजी अब म चाहिँ उकालो लागेँ
ब्रेकफास्ट तयार पनि भयो भन्ने छ। अब ब्रेकफास्ट सकेर लागिन्छ। हाम्रो 1 डे 1 नाइटको बसाइ पछाडि हामी बिदा गर्दैछौँ। हामी जाने तयारीमा हामी निस्क्यौँ। द फार्म हाउस। यहाँ दाइले अलिकति समस्या छ। भन्नु भएको छैन पो। बाई बाई द फार्म हाउस। सी यु अगेन। तपाईहरु पनि आउनु मन लाग्यो आउनु होला। रमाइलो छ, राम्रो छ। धन्यवाद।